नमस्ते। आज हामी एउटा निकै शक्तिशाली स्टोरी बोर्ड सानो सपनाको बारेमा कुरा गर्दैछौँ। आखिर यति सरल कथाले हाम्रो मनलाई कसरी यति गहिरोसँग छुन्छ त? ल आउनुहोस् यसको विश्लेषण गरौँ। उसको जीवन सानो थियो तर सपना ठूलो। हेर्नुस् त, यो एउटै लाइन कथाको पुरै मुटु नै यही हो। यसले तुरन्तै एउटा इमोसनल स्टेज तयार पार्छ, हैन त? एकातिर सानो साधारण जीवन अनि अर्कोतिर आकाश छुने जस्तो ठूलो सपना। यही त हो नि कथालाई रोचक बनाउने कुरा। ल अब कथाको भित्रै छिरेर हेरौँ है त। खास गरी पहिलो 2 सिनले कसरी यति राम्रोसँग पुरै संसार र हाम्रो हिरोको चाहनालाई सेट गर्छ, त्यो हेर्नु एकदमै रोचक छ। यो पहिलो सिन हेर्नुहोस्, सूर्योदयको त्यो सुनौलो प्रकाशमा नुहाएको पहाडको गाउँ। यो खाली एउटा लोकेसन मात्रै होइन, यो त एउटा मुड हो, एउटा फिलिङ। शान्त छ, अलि एक्लो पनि, तर त्यही भित्र कति धेरै सम्भावना लुकेको जस्तो लाग्छ, होइन त? फिल्म मेकिङको भाषामा यस्तो शटलाई एस्टाब्लिशिङ शट भनिन्छ। यसले के गर्छ भने संसारलाई एकदमै ठूलो र विशाल देखाउँछ, अनि त्यसको तुलनामा हाम्रो पात्रको सपना झनै ठूलो र महत्त्वपूर्ण लाग्न थाल्छ। एकै शटमा कथाको स्केल सेट भइहाल्यो नि। अब यो हेर्नुस् त, कस्तो चलाखीपूर्ण छनोट। सिधै त्यो युवकको आँखामा ढिलो गरी जुम इन। यसले हामीलाई एकैचोटि उसको बाहिरी संसारबाट भित्री संसारमा पुर्याइदिन्छ। उसको आशा, उसको सपना सबैसँग हामी व्यक्तिगत रूपमै जोडिन पुग्छौँ। मानौ हामी उसको आँखाबाटै उसको सपना हेर्दैछौँ। ल कथाको सेटअप त भयो। अब कथा अगाडि बढ्छ सङ्घर्ष र सङ्कल्पतिर। अब यहाँबाट हो कथामा तनाव बढ्ने र हाम्रो पात्रसँगको सम्बन्ध अझै गहिरो हुने। स्टोरी टेलिङको एउटा गोल्डन रुल नै छ नि, डोन्ट टेल, शो, अर्थात् भन्ने होइन देखाउने। यो कथाले त्यही गर्छ। उसको सङ्घर्ष कस्तो छ भनेर कसैले भन्दैन, बरु हामीलाई सिधै देखाइन्छ। खेतमा काम गरेको, माटोले लतपतिएको हात, रातमा टुकी बालेर पडेको, यी सबै दृश्यले उसको शारीरिक र भावनात्मक पीडालाई हामी सामु जीवन्त बनाइदिन्छ। अनि त्यही बेला यो भोइस ओभर आउँछ, संसारले उसलाई कहिल्यै विश्वास गरेन। वाउ, यो एक लाइनले उसको भित्री लडाईलाई बाहिरी द्वन्द्वमा परिणत गरिदिन्छ। अब यो उसको एक्लो सङ्घर्ष रहेन, यो त पुरै संसारको अविश्वास विरुद्धको लडाईँ बन्यो। त्यसो भए यस्तो शङ्का र थकानको बीचमा कथाले हाम्रो नायकको वास्तविक चरित्र कसरी देखाउँछ त? अब उसले के गर्ला? यो प्रश्नले हामीलाई कथामा अझै तान्छ, होइन र? अनि जवाफ एकदमै सरल तर शक्तिशाली छ। ऊ फेरि उठ्छ, अझ धेरै मेहनत गर्छ, पढाइमा ध्यान दिन्छ। उसको फर्मुला यही हो, लडेपछि हरेस खाने होइन, फेरि उठेर झन बलियोसँग अघि बढ्ने। यही त हो नि उसको असली शक्ति। अनि यो दृश्यलाई अझै पावरफुल बनाउन फिल्ममेकरले लो एङ्गल शट प्रयोग गर्छन्। तलबाट खिचिएको शटले उसलाई हिरो जस्तो देखाउँछ, अनि ब्याकग्राउन्डमा बजिरहेको सङ्गीतले उसको सङ्कल्पलाई एउटा उत्सव जस्तो बनाइदिन्छ। हेर्नुस् त, सामान्य टेक्निकले पनि कत्रो इमोसनल फरक पार्दो रहेछ। अब सङ्घर्ष त देखियो, तर यो सङ्घर्ष 1-2 दिनको त पक्कै होइन। कथाले समय बितेको कुरा अर्थात् त्यो लामो यात्रालाई कसरी देखाउँछ त? आउनुहोस् अब त्यसबारे कुरा गरौँ। यो टाइमल्याप्स हेर्नुहोस् न, बिहान, दिउँसो, साँझ, रात। यो केवल दिन बितेको देखाउनलाई होइन, यसले त उसको लगातारको नरोकिने प्रगतिलाई देखाउँछ। दिनहरू हप्ता बने, हप्ताहरू महिना र महिनाहरू वर्ष। उसको त्यो अथक प्रयासको यो एउटा सुन्दर प्रतीक हो। अनि यतिका वर्षको मेहनत र सङ्घर्षपछि अन्ततः त्यो क्षण आउँछ। हामी कथाको क्लाइम्याक्समा आइपुगेका छौँ, सफलताको शिखर, जहाँ उसको लामो यात्राले एउटा अर्थ पाउँछ। अनि उसको सफलता कस्तो थियो त? यो पहिले र अहिलेको तुलनाले छर्लङ्ग पार्छ। पहिले खाली खल्ती थियो, अहिले नयाँ बाटो बनेको छ। पहिले मान्छे हेला गर्थे, अहिले गाउँमा बत्ती बलेको छ। उसको एक्लो सङ्घर्षले आज पुरै समुदाय हाँसिरहेको छ। उसको एउटा सपनाले सबैको जीवन बदलिदियो। तर कथाको सबैभन्दा मार्मिक क्षण त्यो नयाँ बाटो वा बत्ती होइन, त्यो त उसको आमा बुबाको अनुहारमा देखिएको मुस्कान हो, उसको आँखामा आएको खुसीको आँसु हो। यसले के देखाउँछ भने वास्तविक सफलता भनेको भौतिक कुरामा होइन, मानवीय भावना र सम्बन्धमा हुन्छ। कथाको असली जित यही हो। ल अब हामी कथाको अन्त्यतिर आइपुग्यौँ। हेरौँ यी अन्तिम दृश्यहरूले यो पुरै यात्रालाई कसरी एउटा निचोडमा, एउटा शक्तिशाली सन्देशमा बाँध्छन्।
याद छ, कथाको सुरुवात पनि सूर्योदयको शटबाट भएको थियो, अन्त्य पनि सूर्योदयबाटै हुन्छ। तर यो सूर्योदय फरक छ, यो अझ उज्यालो छ। यो एउटा नयाँ बिहानीको प्रतीक हो, त्यो बिहानी जुन उसले आफैले सृजना गर्यो। अनि अन्त्यमा कथाको सार यही एक वाक्यमा आउँछ, सानो सपना भए पनि विश्वास ठूलो भयो भने जीवन बदलिन्छ। कति सरल तर कति गहिरो कुरा, होइन त? अनि रोचक कुरा के छ भने यो नेपाली कथाले अन्त्यमा बिलिभ इन योर ड्रिम भन्ने एउटा विश्वव्यापी सन्देश दिन्छ। यसले गर्दा यो कथा कुनै एउटा गाउँको मात्र नभएर हामी सबैको कथा बन्न पुग्छ। त्यसैले यो कथाले हामीलाई सोच्न बाध्य बनाउँछ, आखिर हाम्रो जीवनमा पनि त यस्तै कुनै सानो सपना होला जसलाई हाम्रो ठूलो विश्वासले डोर्याइरहेको छ? एकपटक सोच्न लायक प्रश्न हो यो।